परमेश्वरलाई धन्यवाद भएकोस् र सम्पूर्ण मण्डली परिवारमा ख्रीष्ट अभिवादन। जय मसीह, जय मसीह, जय मसीह। परमेश्वरको महिमा भएकोस्। यसरी हामी एकसाथ परमेश्वरमा हामी अभिवादनका साथ, प्रेमका साथ एकसाथ भेला हुन पाएका छौँ। परमेश्वरलाई धेरै धन्यवाद भएकोस् र परमेश्वरलाई धन्यवाद। साथसाथै हाम्रो कोयर टिमलाई धन्यवाद र आजको सञ्चालिका बहिनीलाई पनि धेरै धन्यवाद र यहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। किनभने आज परमेश्वरको निम्ति हामी एकसाथ यसरी आफ्नो समय, आफ्नो जीवनको एक समय, कुनै थोरै समय पनि भए पनि परमेश्वरको महिमा गर्नका लागि हामी एकसाथ यसरी भेला हुन पाएका छौँ। हुन्छ, हामी ढिला नगरिकन यो समय परमेश्वरको वचनद्वारा हेर्न गइरहेका छौँ। परमेश्वरको वचनद्वारा नै हामी हेर्नेछौँ। आजको वचन खण्ड रहेको छ लुका 14 अध्यायको हामी 27 देखि 35 पदसम्म हेर्नेछौँ। पछिल्लो पटक मैले यहाँहरूको बिचमा भनेका नै थिएँ, हामी लुका 14 अध्यायको 25 देखि 35सम्म हेर्दै गर्दाखेरि हामीले 25 र 26 पदलाई हामीले हेरिसकेका थियौँ र पछि हामी बाँकी खण्डहरूलाई, पछिल्लो भागलाई हामी हेर्नेछौँ भनेर मैले यहाँहरूको बिचमा भनेका थिएँ। त्यसै अनुरूप आज हामी 27 पददेखि 35 पदसम्म हामी हेर्नेछौँ। यहाँ विशेष गरेर चेला बन्ने सम्बन्धमा परमेश्वरको वचनद्वारा यीशु ख्रीष्टले जब आफ्नो प्रचारको क्रममा, जब उहाँ यरुशलेममा प्रचार गर्दै गर्नुहुँदाखेरि उहाँले शत्रुहरूको बिचमा, भनौँ संसारका मानिसहरूको बिचमा र चेलाहरूको बिचमा प्रचार गर्दै हुनुहुन्थ्यो। र त्यसै क्रममा यहाँनिर चेलाहरूको भिडको बिचमा, चेलाहरू र भिडको बिचमा यहाँनिर यीशु ख्रीष्टले आफ्नो पछि लाग्दै गरेका, पछि आउँदै गरेका मानिसहरूलाई उहाँले भन्नुभयो, चेला बन्ने सम्बन्धमा यदि कोही म कहाँ आउँछ भने आफूलाई चाहिँ त्याग्नुपर्छ, आफूलाई चाहिँ इन्कार गर्नुपर्छ र केही शर्तहरू यहाँनिर दिनुभयो। अर्थात् चेला बन्नका लागि, चेला हुनका लागि चाहिँ यहाँनिर यीशु ख्रीष्टले त्यो भिडका मानिसहरूलाई भन्नुभएको कुरा हामीले हेरेका थियौँ। हुन्छ, यहाँहरूले पाइसक्नुभयो होला आशा गर्दछु। म यो समयमा फेरि हामीलाई अघिल्लो अनि वचनलाई पनि अलिकति स्मरण हुनेछ भन्ने किसिमले 25 पददेखि नै यहाँहरूको बिचमा पाठ गर्न चाहन्छु। यीशु ख्रीष्टका चेलाहरूले तिर्नुपर्ने मोल। मानिसहरूको ठुलो भिड उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा, आमा, पत्नी, छोराछोरीहरू र दाजुभाइ, दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने त्यो धरहरा बनाई सिद्ध्याउने खर्च अबसित छ कि छैन भने के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र? नत्र भने त्यसले जग बसालेपछि सिद्ध्याउन सकेन भने देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन। कुन राजा होला जसले अर्को राजासँग लडाइँ गर्न जाँदा आफ्नो साथ भएका 10,000ले त्यसको विरुद्ध आउने 20,000सँग लडाइँ गर्न सक्छु कि सक्दिन भनी पहिले बसेर सल्लाह गर्दैन? तिनले नसक्ने हो भने त्यो अर्को राजा टाढै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछ। यसकारण तिमीहरूमध्ये जसले अबसित भएका सबै थोक त्याग्दैन त्यो मेरो चेला हुन सक्दैन। नुन असल हो तर नुन अलिलो भयो भने केले त्यो नुनिलो हुने? त्यो न त जमिनको निम्ति न खादको निम्ति काम लाग्ने हुन्छ। मानिसहरूले त्यसलाई मिल्काइदिन्छन्। जसको सुन्ने कान छ त्यसले सुनोस्। आमेन। परमेश्वरलाई धन्यवाद भएको होस्, हामीलाई यो वचन पढाएर सुनाएमा प्रशस्त आशिष दिनुभएको होस्। हुन्छ, हामीले अघिल्लो यी 2 पदहरूलाई हेर्दै गर्दाखेरि यहाँहरूलाई कतिलाई याद छ, हामीले हाम्रो हृदयमा एउटा प्रश्न लिएर हामी घर फर्केका थियौँ, भिड कि चेला? हामी चाहिँ भिड
मात्रै हो कि साँच्चीकै हामी येशूलाई पछ्याउने येशू ख्रीष्टका चेलाहरू हौँ। भेडकी चेला भन्ने सम्बन्धमा यहाँहरूले जुन प्रश्नको उत्तर आशा गर्दछु प्रश्नको उत्तर पाइसक्नु भएको छ है। अनि हामी साँच्चै नै हामी येशूलाई पछ्याउने येशू ख्रीष्टमा हामी विश्वास गर्ने विश्वासीहरू हौँ भने त्यो प्रश्नको उत्तर हामी चेला हौँ, म चेला हुँ भन्ने प्रश्नको उत्तरमा चाहिँ म चाहिँ चेला हुँ, भिड होइन, म चाहिँ चेला हुँ भन्ने उत्तर यहाँले आफ्नो मनमा राख्नुभएको छ, लिनुभएको छ भनेदेखि अब हामी असल चेलाले तिर्नुपर्ने मूल्य हामी हेर्न गइरहेका छौँ। आज हामी चेला भइसके पछाडि अब चेलाले चाहिँ के गर्नुपर्छ, अब चेलाको भूमिका के रहन्छ र चेलाले चाहिँ के गर्नुपर्छ भन्ने सन्दर्भमा आज हामी हेर्न गइरहेका छौँ। आज चाहिँ विशेष गरेर त्यो प्रश्नको उत्तर हामी चेला हौँ भने म चाहिँ येशू ख्रीष्टको चेला हौँ, म चाहिँ परमेश्वरको चेला हौँ, हामी परमेश्वरका चेला हौँ, मण्डली परमेश्वरको चेलाहरू हौँ भन्ने जुन प्रश्न अथवा जुन त्यो भिडकी चेलाको प्रश्नमा तपाईँले चेला भन्ने उत्तर छान्नु भएको छ, उत्तर लिनुभएको छ, पाइसक्नु भएको छ भनेदेखि अब म चेला हुँ भने अब चेलाले चाहिँ के गर्नुपर्छ भने आज चाहिँ चेलाले चाहिँ के गर्छ, चेलाले चाहिँ आफ्नो क्रुस बोक्छ है। आजको वचनको शीर्षक यही छ, चेलाले आफ्नो क्रुस बोक्छ। साँच्चै नै हामी चेलाहरू हौँ। आशा गर्छु हामी विश्वासीहरू मण्डलीमा जो जतिजना यहाँ उपस्थित हुनुहुन्छ सबैजना चेला हौँ। हामी भिड पक्कै पनि भिड होइन, येशू ख्रीष्टलाई केही आफ्नो स्वार्थको लागि र आफ्नो केही मनोरञ्जनको लागि र येशू ख्रीष्टलाई आफ्नो केही अनि अभिनेताको रूपमा खोज्नका लागि देखेर हामी एउटा केही समय पछ्याउनका लागि अथवा केही भिड देखाउनका लागि मण्डलीमा केही सङ्ख्या वृद्धि होस् अथवा मण्डलीमा धेरै सङ्ख्या देखोस् भनेर हामी भिडको लागि मात्रै यहाँ उपस्थित भएको होइन। साँच्चै नै हामी येशू ख्रीष्टका चेलाहरू, हामी येशूका चेला बनेर चाहिँ यहाँनिर आएका छौँ। साँच्चै नै तपाईँ भिड बन्नुहुन्छ भने पनि कसैले कर लाउनुहुन्न, अथवा चेला बन्नुहुन्छ भने पनि कसैले कर लाउनुहुन्न। यहाँ येशू ख्रीष्टले पनि अनि येशू ख्रीष्टलाई पछ्याउने मानिसहरूलाई पनि येशू ख्रीष्टले त्यही भन्नुहुन्छ, यदि भनेर चाहिँ उहाँले भन्नुभयो। यहाँनिर येशू ख्रीष्टलाई पछ्याउने मानिसहरूलाई मेरो पछि आऊ भनेर कसैले पनि यति जोडसँग उहाँले कर लाउनु भएन। मेरो वचन सुन्न आऊ भनेर उहाँले अनि कसैले पनि तान्नु भएन, कर गर्नु भएन, र मेरो चेला बन्नुपर्छ भनेर पनि कर गर्नु भएन। त्यसैले भिड बन्नु भए पनि चेला बन्नु भए पनि कसैले पनि यहाँ कर लगाएको छैन र कर लाउँदैन पनि। आशा गर्छु यहाँ चाहिँ चेला बन्ने सम्बन्धमा हामी हेर्दै थियौँ, भिडकी चेलाको विषयमा हामीले हेरेका थियौँ र त्यसको उत्तर पनि पाइसक्नु भएको छ। भनेदेखि आज हामी साँचो चेलाहरूले साँचो चेलापनले तिर्नुपर्ने मूल्य अथवा साँचो चेलाले चाहिँ के मूल्य तिर्नुपर्छ त? साँचो चेला, हामी चेलाहरू भइसकेपछि अब चेलाले यहाँनिर हामी देख्दछौँ येशू ख्रीष्टका चेलाहरूले तिर्नुपर्ने मूल्य अथवा असल चेलापनले चाहिँ कस्तो खालको मूल्यहरू तिर्नु पर्दछ। साँचो चेलापनको लागि सबै संसारिक आसक्तिहरू भन्दा पनि येशू ख्रीष्टलाई पूर्णता दिइकन सबै थोकहरूलाई त्यागेर आफ्नो क्रुस आफैले बोकी हिँड्छ। यो चाहिँ एउटा साँचो चेलापनको मूल्य, साँचो चेलाले चाहिँ तिर्ने मूल्य, साँचो चेलाले चाहिँ बोक्ने अथवा साँचो चेलामा हुनुपर्ने गुण र साँचो चेलाले गर्ने काम, साँचो चेलामा हुनुपर्ने विशेषता चाहिँ यही हामी देख्दछौँ। एउटा असल चेलाले, साँचो चेलाले चाहिँ आफ्नो क्रुस चाहिँ आफै बोकी हिँड्छ, आफ्नो क्रुस आफैले बोक्छ। साँच्चै नै हामी असल चेला हौँ, आफ्नो क्रुस चेला भइसकेपछि हामी आफ्नो क्रुस आफैले बोक्छ, तर त्यसको लागि हामीसँग केही प्रतिबद्धताहरू हामीलाई चाहिन्छ। हामीसँग के प्रतिबद्धताहरू चाहिन्छ? आज विशेष गरेर मैले यहाँहरूको बिचमा आज हामी 27 देखि हामीले 25 र 26 पदलाई हेरिसकेका थियौँ र आज 27 देखि हामी 35 पदसम्म हेर्नेछौँ। र पहिलो कुरो चाहिँ हामीसँग चेला भइसकेपछि चेलाले आफ्नो क्रुस बोक्छ र क्रुस बोक्नका लागि हामीसँग केही प्रतिबद्धताहरू चाहिन्छ। पहिलो प्रतिबद्धता चाहिँ हाम्रो के हुन्छ? यो चाहिँ उच्च मूल्यको छ, एकदम यो चाहिँ महँगो छ, महँगो प्रतिबद्धता अथवा उच्च मूल्यको प्रतिबद्धता हामी यहाँनिर 27 पदमा देख्न सक्छौँ। अनि त्यसपछि जुन क्रुस बोक्दै गर्दाखेरि हामीसँग एउटा यो गणना अथवा त्यो चाहिँ मूल्याङ्कन गर्ने प्रतिबद्धता पनि चाहिन्छ।
लागत गणना गर्ने प्रतिबद्धता यहाँनिर चाहिन्छ। अनि यहाँनिर 28 देखि 32 पदसम्म यी एउटा उदाहरण, दुईवटा उदाहरणहरू दिएर यो गणना गर्ने कुराहरू, मूल्याङ्कन गर्ने कुराहरू यहाँनिर दिनुभएको छ। उदाहरण एउटा दृष्टान्तद्वारा चाहिँ हामीलाई देखाउनु भएको छ। अनि त्यसपछि जब हामी त्यो क्रुस बोक्दै जान्छौँ, अनि त्यसपछि क्रुस बोक्दै गरेपछि हिँडेपछि चेला भएर हामी क्रुस बोक्दै गर्दाखेरि, बोकेर हिँड्दै गर्दाखेरि त्यहाँनिर जब हामी क्रुस बोक्छौँ र क्रुस बोक्नेको परिणाम र क्रुस नबोक्नेको परिणाम चाहिँ हामी अन्तमा 34 र 35 पदमा देख्छौँ। परिणामात्मक प्रतिबद्धता हामी यहाँनिर देख्न सक्छौँ। त्यस कारणले गर्दाखेरि आज हामी क्रुस चेला हौँ, हामी क्रुस बोक्न तयार छौँ। हामी साँचो चेलाहरू असल चेलापनमा हुर्किँदै छ भनेदेखि हामी क्रुस बोक्न तयार छौँ र हामी क्रुस बोक्नु पर्छ। हामी आफैले आफ्नो क्रुस चाहिँ बोक्नुपर्ने कुराहरू यहाँनिर परमेश्वरको वचनले, येशू ख्रीष्टले त्यो भिडलाई, त्यो मानिसहरूलाई चाहिँ बताउनु भयो। र आज त्यही भिड चाहिँ हामी मण्डलीहरू हौँ। आज जो जतिजना यहाँ भित्र छौँ, मण्डली भवनभित्र छौँ, जो जतिजना हाम्रो यस सेवालाई, यो वचनलाई अनलाइन मार्फत देश विदेशमा रहेर सुनिरहनु भएको छ, अर्थात् हाम्रो मण्डली परिवारहरू अहिलेको समयमा त्यो भिड चाहिँ हामी आफैले मनन गरौँ र हामी हो, मलाई चाहिँ, हामीलाई चाहिँ भन्नुभएको हो यो वचन परमेश्वरले भनेर हामीले यो कुरा चाहिँ हामीले सम्झिनुपर्छ, हामीले बुझ्नुपर्छ। हामी पहिलो कुरा चाहिँ हामी येशू ख्रीष्टका चेलाहरूले आफ्नो क्रुस आफै बोक्छ, चेलाले चाहिँ आफ्नो क्रुस बोक्छ भने सन्दर्भमा पहिलो प्रतिबद्धता चाहिँ हाम्रो के छ भने एउटा महँगो छ। यो प्रतिबद्धता चाहिँ उच्च मूल्यको छ, उच्च छ यो प्रतिबद्धता। आज हामी यहाँ हेर्नुहुन्छ द कस्टली कमिटमेन्ट, यो चाहिँ एकदम महँगो छ अथवा यो चाहिँ उच्च छ। त्यस कारणले गर्दाखेरि यो पहिलो यो किन उच्च छ, किन यो महँगो छ, यो किन घोरुङ्गो छ, अथवा यो किन महत्त्व छ भन्ने कुराहरू हामी बुझ्न सक्छौँ। यहाँनिर हामी 27 पदमा देख्दछौँ, जुन व्यक्ति यहाँनिर चेला बन्ने सम्बन्धमा यहाँनिर येशू ख्रीष्टले भन्नुभयो, जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। यदि हामी म चाहिँ येशू ख्रीष्टको चेला हुँ भन्नुहुन्छ, म चाहिँ येशू ख्रीष्टको चेला हुँ भनेर तपाईँले त्यो उत्तर पाउनु भएको छ भनेदेखि साँच्चै नै हामी येशू ख्रीष्टका चेला हौँ कि होइन। अर्थात् हामीले येशू ख्रीष्टलाई चिनेका छौँ र येशू ख्रीष्टले चाहिँ हामीलाई चिनेको छ कि छैन भन्ने कुरा यहाँनिर जोड दिन्छ। अर्थात् एक पक्षले मात्रै चिनेर हुँदैन, हामीले मात्रै मैले मात्रै म येशूको चेला हुँ भनेर हुँदैन। येशूले पनि तिमी मेरो चेला हौ भन्नेको भन्नु पर्यो। अर्थात् अनि उदाहरणको रूपमा अहिलेको हालको नेपालको प्रधानमन्त्री हामीले बालेन्द्र शाहलाई सबैले चिनेका छौँ, विभिन्न भिडियो सञ्जालहरूमा हामी देखिरहेका छौँ। हामीले राम्रोसँग नजिकबाट अथवा हामीले चाहिँ चिनेका छौँ, तर उहाँले हामीलाई चिनेको छैन भने साँच्चै नै हाम्रो चिनजान भएको छैन। अनि त्यसकारण हामीले येशू ख्रीष्टलाई चिनेका छौँ, हामीले मात्रै म येशूको चेला हुँ भनेका छौँ, तर येशू ख्रीष्टले तिमी मेरो चेला हौ भनेका छैनौँ। त्यसरी हामीलाई चिनेको छैन भने साँच्चै नै हामी चेला हुँदैन। अथवा येशूसँग हामी जिएको छैन भने त्यो चेला हामीले म चेला हुँ भनेर मात्रै हुँदैन। यहाँनिर साँच्चै नै वास्तवमा यदि हामी चेला हौँ भनेदेखि आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन। साँच्चै नै हामी आज चेला हौँ, चेला त भन्छौँ तर हामीले क्रुस बोकेर हिँडेका छ कि छैनौँ भन्ने कुराहरू हामी यहाँनिर देख्छौँ। यसो पहिलो कुरा चाहिँ हाम्रो किन यो चाहिँ महँगो छ, किन उच्चको छ, यो चेला बन्ने सन्दर्भमा किन यो प्रतिबद्धता चाहिँ हाम्रो लागि महत्त्व छ, मूल्यवान छ भन्दाखेरि येशू ख्रीष्टको पछि लाग्दाखेरि चाहिँ यहाँनिर किन क्रुस बोक्नुपर्ने कुराहरू हामी यहाँनिर देख्दछौँ। येशूलाई पछ्याउनु अनि सान्त्वनाको लागि मात्र होइन, येशूलाई पछ्याउनु एउटा सान्त्वनाको लागि मात्र होइन, एउटा मानिसहरूलाई उत्साह दिनको लागि मात्र होइन, मानिसहरूलाई देखाउनको लागि मात्र होइन, यसको लागि चाहिँ हामी आफैले आफ्नै क्रुस बोक्नुपर्छ। मैले आफ्नै क्रुस बोक्नुपर्छ, तपाईँले आफ्नै क्रुस बोक्नुपर्छ। यसरी हामी आफूले चाहिँ क्रुस चाहिँ बोक्नु पर्छ। यहाँनिर त्यही भन्नुहुन्छ, येशू ख्रीष्टले त्यही भन्नुहुन्छ, जसले चाहिँ क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। नै क्रुस बोक्नुपर्ने कुराहरू हामी यहाँनिर देख्दछौँ। आफ्नो क्रुस आफैले बोक्नु कुरामा यहाँनिर जोड दिनुभएको हामी पाउँदछौँ। मानिसहरूले
इसाई बन्ने सम्बन्धमा अथवा इसाई बन्ने कुरामा चाहिँ सहज रूपमा लिएको हामी पाउँछौँ। केही समयको लागि हो अथवा केही क्षणको लागि हो, हामी शनिबार 2 घण्टा समय दिए हुन्छ, एकछिन चर्चमा गइदिए हुन्छ, अथवा केही अनि समय विश्वासीहरूसँग भेटघाट गरिदिए पुग्छ, केही भेटी छुटाइदिए पुग्छ, केही गर्नु पर्दैन भने मानिसहरूले इसाई बन्ने कुरामा अथवा विश्वासी बन्ने कुरामा चाहिँ एउटा सहज तरिकाले लिइरहेको हामी पाउँछौँ। तर यो इसाई बन्ने सन्दर्भमा अथवा जुन तरिकाले मानिसहरूले यो सहज रूपमा लिइरहेको छौँ, तर चेला बन्न गाह्रो छ, अथवा त्यसले चाहिँ चेला बन्नको लागि चाहिँ आफ्नो क्रुस चाहिँ बोक्नुपर्छ। जब हामी क्रुस भन्दै गर्दाखेरि हामीले के याद आउँछ भन्दाखेरि, हामी क्रुस भन्दै गर्दाखेरि हामीलाई के याद आउँछ, एउटा ठाडो काठको चाहिँ ठाडो खम्बामा तेर्सो अनि अर्को तेर्साएको काठको सङ्ख्या, अथवा हामी यहाँनिर देख्छौँ भित्तामा, हामी भित्ताहरूमा देख्छौँ, जब हामीले यो सङ्केत चाहिँ हामी याद हुन्छौँ, तर यसको वास्तविक मूल्य अथवा वास्तविक अर्थ चाहिँ के हामी के पाउँछौँ त है? साँच्चै नै जब येशू ख्रीष्टले यहाँनिर यो दृष्टान्त अथवा यो शिक्षा दिँदै गर्नुहुँदा येशू ख्रीष्ट क्रुसमा टाग्नु भएको छैन, अथवा येशू ख्रीष्ट क्रुसमा जानु भएको छैन। येशू ख्रीष्ट क्रुसमा जानुभन्दा अगाडि नै यो शिक्षालाई चाहिँ येशू ख्रीष्टले मानिसहरूलाई सिकाउनु भयो। त्यो समयमा हामी यहाँनिर देख्दछौँ येशू ख्रीष्ट त्यो समयमा कस्तो समाजमा अथवा कस्तो साम्राज्यमा चाहिँ बढ्दै थियो, अथवा कस्तो साम्राज्यमा उहाँ चाहिँ प्रचार गर्दै हुनुहुन्थ्यो भन्दाखेरि त्यहाँनिर हामी भन्छौँ रोमी साम्राज्यमा चाहिँ येशू ख्रीष्ट चाहिँ रोमी साम्राज्य अथवा रोमीहरूको शासनकालमा येशू ख्रीष्ट चाहिँ मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। उहाँ सेवाकाईको दौडानमा थिए है। जब त्यो समयमा हामी हेर्ने हो भनेदेखि क्रुस भन्ने शब्द अथवा क्रुसलाई चाहिँ मानिसहरूले एउटा अवहेलनाको रूपमा लिन्थ्यो। क्रुसलाई चाहिँ एउटा अवहेलनाको रूपमा लिन्थ्यो, अथवा क्रुस चाहिँ त्यो हो जसले चाहिँ मानिसहरूलाई गलत काम गरेपछि सजाय दिने ठाउँको रूपमा चाहिँ लिन्थ्यो, अथवा एउटा घृणित कुरा अथवा घृणा गर्थ्यो मानिसले, घृणाको रूप दिन्थ्यो, संज्ञा दिन्थ्यो, अथवा त्यो दिन्थ्यो भने एउटा अपमान गर्थ्यो। क्रुसमा जुन व्यक्तिले क्रुस बोक्छ अथवा जुन व्यक्ति चाहिँ क्रुसमा टाँगिन जान्छ, टाँगिनुपर्छ, त्यो व्यक्तिलाई एउटा अपमानको रूपमा हेरिन्थ्यो, अपमान गरिन्थ्यो। त्यति मात्र नभइकन यहाँनिर के हुन्थ्यो, क्रुसमा टाँगिने व्यक्ति, मर्ने व्यक्ति आफैले चाहिँ आफ्नो क्रुस बोक्नु पर्थ्यो है। त्यस कारणले त्यो समयमा अनि यही शासकहरूले चाहिँ आफ्नो नागरिकलाई क्रुसमा सजाय दिन नपरे हुन्थ्यो भनेर चाहिँ उनीहरूले आफ्नो नागरिकहरूलाई चाहिँ क्रुसमा सजाय दिनबाट चाहिँ रोकिने पनि गरिन्थ्यो, किनभने आफ्नो नागरिक चाहिँ त्यहाँनिर अपमानित हुन्थ्यो, घृणित हुन्थ्यो। त्यो प्रकारले चाहिँ उनीहरूले क्रुसलाई चाहिँ त्यो प्रकारले लिन्थ्यो, अपमानको रूपमा, घृणाको रूपमा चाहिँ लिने गरेको हामी पाउँदछौँ। अनि यसरी चाहिँ अब हामी विश्वासीहरूले चाहिँ कस्तो खालको क्रुस बोक्ने त? क्रुस त बोक्ने, तर कस्तो खालको क्रुस बोक्ने? गत चुनावमा हामीले देखिरहेको थियौँ, पार्टीहरूले चुनाव चिन्हको रूपमा भौतिक चुनाव चिन्ह नै बोकेर हिँडेको हामीले कति एउटा रमाइलोको रूपमा पनि अथवा यो विभिन्न प्रकारले भौतिक रूपमा चाहिँ बोकेर हिँडेको हामी देख्छौँ। यदि हो भने हामीले बोक्ने क्रुस चाहिँ के हो त? के हामी पनि अब काठको क्रुस बनाएर काँधमा लिएर हिँड्ने, बोकेर हिँड्ने? पक्कै पनि त्यो भौतिक क्रुसलाई अथवा हामीले बनाएको भौतिक क्रुसलाई बोकेर हिँड्नुभन्दा पनि यहाँ बेग्लै अर्थ लगाएको हामी पाउँदछौँ। क्रुस बोक्नु भनेको चाहिँ के हो त? अथवा हामी विश्वासीहरूले अब बोक्ने क्रुस चाहिँ कस्तो खालको क्रुस हो, कुन क्रुस अथवा कस्तो क्रुस बोक्नु भनेको चाहिँ के हो भने त्यति बेलाको अनि पृष्ठभूमिमा हामी देख्छौँ, अथवा त्यहाँनिर अनि परमेश्वरले जब यहुदीहरूलाई पनि यो प्रकारको येशू ख्रीष्टले बोक्ने क्रुस अथवा येशू ख्रीष्ट क्रुसमा टाँगिने कुराहरू अनि पहिले पनि त्यो नदेखे तापनि यहाँनिर यहुदीहरूलाई परमेश्वरको वचनबाट त्यहाँनिर पहिले नै देखाउनु भएको थियो। हामी यसैको पुस्तकमा देख्ने हो भने त्यहाँनिर येशू ख्रीष्ट क्रुसमा टाँगिने कुराहरू त्यहाँनिर बताउनु भएको थियो है। त्यस कारणले गर्दाखेरि आज हामी विश्वासीहरूले कस्तो खालको अथवा क्रुस बोक्नु भनेको चाहिँ के हो भन्ने कुराहरू आज हामी हेर्न गइरहेको छौँ। जसले चाहिँ हामीले क्रुस बोक्ने कुरा चाहिँ हामी यहाँनिर देख्छौँ। आफ्नो क्रुस बोक्ने कुरा चाहिँ यहाँनिर के छ भन्दाखेरि क्रुस बोक्ने कुरा चाहिँ अनि एउटा
चिन्हको रूपमा जब पावलले पनि यहाँनिर एउटा व्यवस्थाबाट लिँदै गर्नु खोज्दा क्रुस बोक्नुको अर्थ अथवा क्रुसको लागि चाहिँ यहाँनिर हामी पाउँदछौँ क्रुसमा मारिने व्यक्ति, मर्ने व्यक्ति चाहिँ अथवा क्रुस चाहिँ एउटा अभिश्रापको चिन्हको रूपमा लिन्थ्यो व्यवस्थामा। अनि पावलले पनि यहाँनिर हामी पाउँदछौँ, पावलले पनि गलातीको पुस्तकमा अथवा गलातीहरूको बिचमा यहाँनिर पावलले के भन्नुभयो भने काठमा झुन्डिने हरेक श्रापित हुन्छ। यो चाहिँ एउटा श्रापको रूपमा, अभिशापको रूपमा चाहिँ यहाँनिर लिने गर्नुहुन्थ्यो। त्यस कारणले क्रुसमा मर्नु, क्रुस चाहिँ एउटा अभिश्रापको चिन्हको रूपमा पनि लिने गरिन्थ्यो। त्यसो हो भनेदेखि आज हामी विश्वासीहरूले बोक्ने क्रुस चाहिँ के हो? आज क्रुस बोक्नु भनेको चाहिँ के हो भन्दाखेरि हामी यहाँनिर देख्दछौँ येशूको लागि है, क्रुस बोक्नु भनेको येशूको लागि, विश्वासीहरूको लागि चाहिँ के हो भन्दाखेरि यसको अर्थ चाहिँ आज्ञाकारिता र प्रेममा आफ्नो पिताको इच्छामा जिउनु, समर्पित हुनु है, प्रेममा परमेश्वरको इच्छामा चाहिँ जिउनु हामी देख्दछौँ। यसरी चाहिँ आफ्नै मृत्युको बिन्दुसम्म पनि अथवा हाम्रो अन्तिम श्वाससम्म पनि हामी येशूमा समर्पित जीवन जिउनु, अथवा हाम्रै इच्छाले नभइकन, हामी आफ्नो इच्छाले नभइकन पिताको इच्छामा अधीनमा जिउनु, समर्पित जीवन जिउनु हो। हामी आफ्नो क्रुस उठाउनलाई बोलाएको छ, हामीलाई आफ्नो क्रुस आफैलाई उठाउनलाई बोलाएको छ। येशू ख्रीष्टले हामीलाई आफ्नो क्रुस आफै बोक्नका लागि बोलाउनु भयो। आफ्नो क्रुस आफैले बोक्नुपर्छ भनेर चाहिँ येशू ख्रीष्टले भन्नुभयो। आफ्नो पुरानो स्वार्थहरू, आफ्नै इच्छामा मर्न र हामी हरेक तरिकाले परमेश्वरको इच्छामा समर्पित हुनु हो, क्रुस बोक्नु। आज हामी यहाँनिर देख्दछौँ अब क्रुस बोक्ने कुरामा चाहिँ आज हामीले बोक्नुपर्ने क्रुस, जब हामी येशू ख्रीष्टले जुन क्रुस बोक्नुभयो, येशू ख्रीष्ट आफ्नो क्रुस आफैले बोक्नु भएको छ, तब जब हामी त्यहाँनिर क्रुस बोक्दै गर्दाखेरि, येशू ख्रीष्टले क्रुस बोक्दै गर्दाखेरि त्यहाँनिर हामी देख्दछौँ क्रुस बोक्ने कुरामा आज हामी संसारमा छौँ। हामी क्रुस बोक्ने कुरामा जब क्रुस बोक्दै हिँडिरहेका छौँ, हामी येशू ख्रीष्टको इच्छामा, येशू ख्रीष्टमा हामी समर्पित जीवन जिइरहेका छौँ, येशू ख्रीष्टको अधीनमा हामी जीवन जिइरहेका छौँ भनेदेखि जब येशू ख्रीष्टको जीवनमा अथवा येशू ख्रीष्टकोले क्रुस बोक्दै गर्दाखेरि हामी देख्न सक्छौँ त्यहाँनिर येशू ख्रीष्टमा त्यो हेर्न लायकको येशू ख्रीष्टको अनुहार थिएन। जब त्यहाँनिर क्रुस बोक्दै गर्दाखेरि येशू ख्रीष्टलाई मानिसहरूले हेला गरिरहेका थिए, मानिसहरूले घृणा गरिरहेका थिए। येशू ख्रीष्टले त्यो क्रुसमा चाहिँ आफ्नो दुःख अनि कष्ट भोगिरहेका थिए, मानिसहरूबाट अपहेलित भएको थियो। साँच्चै नै आज हामी ख्रीष्टमा केन्द्रित जीवन जिउँदै गर्दा, साँचो चेलापनले आफ्नो चेलापनको मूल्य अनि तिर्दै गर्दाखेरि, आफ्नो क्रुस आफैले बोक्दै गर्दाखेरि साँच्चै नै हामी परमेश्वरमा समर्पित जिउँदै गर्दा, हामी चेला भएर हामी क्रुस बोक्दै गर्दाखेरि साँच्चै नै येशू ख्रीष्टले जुन अवहेलित भोग्नुभयो, साँच्चै नै हामी विश्वासीहरूले पनि त्यो अवहेलित अथवा मानिसहरूबाट दुःख, मानिसहरूबाट कष्ट र मानिसहरूबाट घृणा सहनुपर्छ, आउँछ। हामी प्रभुमा समर्पित जीवन जिउँदा र प्रभुमा हामी सँगसँगै हामी आफ्नो क्रुस बोक्दै गर्दाखेरि सबै घृणा अवहेलनाका कुराहरू आउँछ। त्यति मात्र नभइकन हामीले क्रुसलाई हेर्दाखेरि, यसो क्रुसलाई विचार गर्दा हेर्दाखेरि चाहिँ हामी के पाउँछौँ? क्रुसमा दुःख, कष्ट, अवहेलनाका कुराहरू, घृणाका कुराहरू मात्रै छैन, त्यहाँनिर क्रुसमा यसो ख्रीष्टले क्रुस बोक्दै गर्दाखेरि त्यहाँनिर क्षमा पनि छ। परमेश्वरबाट टाढा भएका मानिसहरूको सम्बन्धको मिलाप पनि छ, त्यहाँनिर क्षमा छ। यसो ख्रीष्टले त्यहाँनिर उहाँलाई सजाय दिनेहरूलाई, उहाँलाई थुक्ने कुटाइ गर्ने व्यक्तिहरूलाई उहाँले क्षमा दिनुभयो। साँच्चै नै हामी क्रुस बोक्ने कुराहरू यति हामी मानिसहरूबाट, समाजबाट, परिवारबाट, आफन्तहरूबाट हामी अवहेलित हुन सक्छौँ, हामी थुकाइ कुटाइ हामीले सहनु पर्ने हुन्छ। तर त्यति मात्र नभइकन क्रुस बोक्दै गर्दाखेरि हामीमा क्षमाको जीवन पनि चाहिन्छ। क्षमा दिने कुरा, क्षमा लिने कुरा र परमेश्वरसँग सम्बन्ध टुटेकाहरूलाई परमेश्वरसँगको सम्बन्ध मिलाप गर्ने कुराहरू पनि छ र आनन्द पनि छ। यसरी क्रुस बोक्ने कुरामा चाहिँ हामी यहाँनिर यो कुराहरू चाहिँ हामीले बोक्नुपर्छ। अर्थात् हामी यहाँनिर पाउँदछौँ अनि यसरी चाहिँ हामी आफ्नो इच्छामा नभइकन परमेश्वरको अधीनतामा, परमेश्वरको
को इच्छामा चाहिँ समर्पित हुनु क्रुस बोक्नु हो। यति मात्र नभइकन हामी के पाउँदछौँ, पुनः निष्ठ भएर हामी पाउँदछौँ चेला बन्नु, शिष्य त बन्नु चाहिँ त्यति सामान्य कुरा होइन। एउटा जटिल कुरा पनि छ, जटिल पनि छ, अथवा यसलाई सरल सहज पनि हामी लिन सक्छौँ है। यसरी चाहिँ हामी क्रुस बोक्ने कुरामा क्रुस चाहिँ हामी सबै चेलाहरूले बोक्नु पर्छ। यो हाम्रो अतिरिक्त हो, हाम्रो जीवनको अतिरिक्त हो, तर सम्पूर्ण जीवन चाहिँ प्रतिबद्धतामा हामी जिउनु पर्छ। हामी जसमा चाहिँ हाम्रो परिवार हुनसक्छ, जसको हाम्रो आफ्नै व्यक्तिगत इच्छाहरू हुनसक्छ, अनि त्यो कुराहरूभन्दा बढी चाहिँ हामी येशूलाई प्रेम गर्न आवश्यक छ र येशूमा हाम्रो जीवन समर्पित हुन आवश्यक छ। यसरी चाहिँ हामी क्रुस बोक्ने कुराहरू चाहिँ यहाँनिर जोड्नु भएछ। यदि हामी मानिसहरू जब हामी विश्वासी हुँदै गर्दाखेरि तपाईँले आफ्नो परिवारबाट अवहेलना, विश्वासी भएको कारणले परिवारबाट अवहेलनाहरू सहन सकिँदैन, परिवारबाटको अनि घृणा सहन सक्नु भएन भने हामीले क्रुस बोकिरहेका छैनौँ है। यसको लागि हामी अरू दोस्रो चाहिँ हामी पहिलो कुरा चाहिँ हामी क्रुस चेलाले आफ्नो क्रुस चाहिँ आफैले बोक्छ, जुन प्रतिबद्धता चाहिँ हाम्रो लागि चाहिँ एउटा गरुङको उच्च मूल्यको प्रतिबद्धता क्रुस बोक्नु हो। जब हामी क्रुस बोक्दै जान्छौँ, क्रुस बोकेर हिँड्छौँ, अनि त्यसपछि हाम्रो चाहिँ के हुनुपर्छ, गणना चाहिन्छ। यसको चाहिँ हिसाब हुनुपर्छ हामीसँग, अथवा मूल्याङ्कन चाहिँ हामीलाई चाहिन्छ, अथवा लागत गणना गर्ने प्रतिबद्धता हामीमा चाहिन्छ। हामी 28 देखि 33 पदसम्म हामी हेर्ने हो भने त्यहाँनिर येशू ख्रीष्टले उहाँलाई पछ्याउन, जसले चाहिँ उहाँलाई पछ्याउन चाहन्छ, जुन व्यक्तिले अथवा जसले चाहिँ उहाँलाई पछ्याउन चाहन्छ र उहाँको चेला बन्न चाहन्छ भने सो व्यक्तिले आफूलाई मूल्य चुकाउन तयार छ कि छैन भनेर चाहिँ बुझ्नुपर्छ, अथवा सोच्नुपर्छ। म चाहिँ चेला हुँ, म चेला बन्न सक्छु र येशू ख्रीष्टको निम्ति म मूल्य चुकाउन सक्छु कि सक्दिनँ भनेर आफैले चाहिँ गणना गर्ने कुराहरू, यो मूल्याङ्कन गर्ने कुराहरू हामी यहाँनिर देख्न सक्छौँ। जसको लागि चाहिँ यहाँनिर येशू ख्रीष्टले यहाँनिर दुईवटा दृष्टान्तहरू, उदाहरणहरू जोड्नु भएको हामी पाउँदछौँ। पहिलो कुरो हामी यहाँनिर पाउँदछौँ, चेला बन्नको लागि है भावनात्मक आवेग होइन, म चेला बन्छु, म चेला हुँ भनेर एउटा भावनात्मक बगेर होइन। यो चाहिँ एउटा भावनात्मक कुरा होइन, तर यसको लागि गणना चाहिन्छ। यसको लागि हामीसँग सङ्ख्यात्मक अथवा त्यो गणना गर्ने कुराहरू, हिसाब गर्ने कुराहरू हामीलाई चाहिन्छ। अनि जसको लागि चाहिँ यो किन गणना गर्नका लागि आवश्यक छ, किन चाहिँ यो अनि सङ्ख्यात्मक रूपमा भनौँ या लागत गणना गर्ने कुराहरू हामीलाई किन आवश्यक छ, चेलाले आफ्नो क्रुस बोक्ने कुरामा किन आवश्यक छ भन्दाखेरि हामी यहाँनिर हेर्न सक्छौँ है। पहिलो कुरो यहाँनिर येशू ख्रीष्टले के हुनुहुन्छ, धरहरा बनाउने दृष्टान्त चाहिँ यहाँनिर दिनुभयो है, प्रयोग गर्नुभएको कुराहरू हामी पाउँदछौँ। धरहराको दृष्टान्त, जसले चाहिँ धरहरा बनाउने इच्छा गर्छ भने उसले चाहिँ धरहरा बनाउनका लागि कति लागत चाहिन्छ त्यो पहिला गणना गर्नुपर्छ, हिसाब गर्नुपर्छ। यदि उसले हिसाब नगरिकन आफ्नो भवन अथवा धरहरा निर्माण गर्न थाल्यो भने उसको हिसाब विहीन भएको हुनाले उसले चाहिँ पुरा संरचना निर्माण गर्न नसक्ने पनि हुनसक्छ। त्यस कारणले गर्दाखेरि धरहराको दृष्टान्त, धरहरा निर्माण गर्ने कुरामा बनाउने कुरा अनि दृष्टान्त यहाँनिर के बनाउनुहुन्छ, विश्वासको जीवन निर्माण गर्न चाहिँ भावनाबाट सुरु गर्नु मात्र होइन। भावना, म चाहिँ चेला बन्छु, अब म सबै कुराहरू त्याग्छु, येशूको पछि म हिँड्छु, यो सबै कुराहरू म संसारदेखि अलग हुन्छु, मेरो इच्छा चाहनुहरूबाट म अलग हुन्छु भनेर एउटा भावनामा बहेर केही समय म चाहिँ येशूको चेला बन्छु भनेर मात्र यो भावनाबाट सुरु गर्नु मात्र होइन। यहाँनिर चाहिँ नभइकन, भावनाबाट सुरु नभइकन यहाँनिर चाहिँ प्रतिबद्धताको लागि पनि यहाँनिर प्रतिबद्धताको योजना बनाउने कुराहरू छ। यदि साँच्चै नै हामी चेला हुँदै गर्दाखेरि हामीले बनाउनु पर्ने योजना र हामी भावनामा मात्र होइन, भावनामा डुबेर भावनामा बहेर मात्र होइन, हाम्रो योजना यदि साँच्चै नै येशू ख्रीष्टलाई पछ्याउँदै गर्दाखेरि अब मानिसहरूबाट आउने अथवा समाजबाट आउने, परिवारबाट आउने यी सबै कुराहरूबाट चाहिँ, चेतावनीबाट, चुनौतीहरूबाट चाहिँ के साँच्चै नै मैले सामना गर्न सक्छु कि
कि साँच्चै नै म चेला भएर येशू ख्रीष्टको चेला भएर एउटा असल विश्वासी भएर जिउन सक्छु के भने चाहिँ हामीले योजना बनाउने कुराहरू, हामीले मूल्याङ्कन गर्नुपर्ने कुरा, आफ्नो आत्मिक जीवन चाहिँ मूल्याङ्कन गर्नुपर्ने कुराहरू। यदि हामीले त्यो कुराहरू मूल्याङ्कन नगरिकन हामी चेला बन्नका लागि विश्वासी भइरहेका छौँ, चेला बनिरहेका छौँ भनेदेखि हामी साँच्चै नै एक दिन त्यो चेलाबाट हामी चेलामा रहिरहन सकिँदैन है। जसले गर्दाखेरि यहाँनिर धरहरा निर्माण गर्ने कुरा पनि त्यही छ, जसले चाहिँ आफ्नो लागत हिसाब नगरिकन बनाउने कुराको योजना बनाउँछ। बिना योजना चाहिँ यो प्रकारको भौतिक संरचनाहरू निर्माण गर्छ भनेदेखि चाहिँ उसले सुरु गर्न सक्छौँ, तर त्यसले चाहिँ पूर्ण सफलता अथवा पूर्ण रूपमा चाहिँ उसले बनाउन सकिँदैन है। अर्को दृष्टान्त हामीले यहाँ छ, एउटा राजाको दृष्टान्त पनि हामी यहाँनिर जोड्न सक्छौँ र यहाँनिर जोड्नु भएको हामी पाउँदछौँ। राजाले जब आफूसँग भएको सिपाहीहरूबाट सिपाहीहरूले र आफू विरुद्ध आउने 20,000 जनासँग चाहिँ लड्न सक्छ कि सक्दैन भनेर पहिले नै तयारी नगरिकन लडाइँमा जान्छौँ भनेदेखि त्यो हार खान सक्छ, हार खान्छ। त्यस कारणले उनीहरूले पहिले नै योजना दिनुपर्ने कुराहरू, शत्रुतापूर्ण संसारमा चाहिँ ख्रीष्टलाई पछ्याउन हाम्रो क्षमता कति छ है, अथवा ख्रीष्टलाई पछ्याउने क्षमता हामीसँग अथवा हाम्रो क्षमता, हाम्रो विश्वास चाहिँ कति छ भन्ने कुराहरू हामीले बुझ्नुपर्ने कुराहरू हामी यहाँनिर पाउँदछौँ। अर्थात् हामीसँग भएका सबै थोकहरू, यी सबै कुराहरूको मूल्याङ्कन हामीले गर्नुपर्ने कुराहरू, अथवा हामीले यो लागत, हाम्रो विश्वास चाहिँ कतिको बलियो छ कि साँच्चै नै मैले यी सबै कुराहरूबाट, चुनौतीहरूबाट, दुःख कष्टहरूमा म चाहिँ विजय हुन सक्छु भनेर हाम्रो जुन योजनाका साथ चाहिँ हामी चेला भई क्रुस बोक्नुपर्छ। सबै कुराहरूबाट अनि हामी माथि आएका, हाम्रो जीवनमाथि आएका सबै कुराहरू भन्दा यीशुलाई चाहिँ म माथि राख्छु। पहिलो प्राथमिकता म येशूलाई दिन्छु। सम्पूर्ण जीवनमा येशूलाई समर्पित गर्छु। येशूको अधीनमा, परमेश्वरको वचनको अधीनमा म जिउन सक्छु र जिउँछु। येशूको क्रुसलाई जब येशूको क्रुसलाई बोकेर हिँड्छु, त्यो चाहिँ म छोड्दिनँ भन्ने प्रतिबद्धता चाहिँ हामीमा हुनुपर्छ। जब हामी यो सबै प्रतिबद्धता, यो गणना गर्छौँ, गणना गरेपछि अथवा मूल्याङ्कन गर्छौँ, त्यसपछि हामी के गर्न सक्छौँ, मूल्याङ्कन गरिसकेपछि हामी 33 पदमा जान्छौँ। त्यहाँनिर चाहिँ अनि हामीले सबै कुराहरू येशू ख्रीष्टले भनेको अनुसार हामी के गर्न सक्छौँ, आफूसित भएका सबै थोकलाई चाहिँ त्याग्न सक्छौँ। यदि त्यो कुराहरू हामीले त्याग्न सक्दैनौँ भने, अथवा त्यो योजना अनुसार त्यो गणना नगरिकन, हामी हिसाब नगरिकन हामी येशूको क्रुस बोकिरहेका छौँ र आफूसँग भएका सबै कुराहरूलाई त्याग्न सक्दैनौँ। र त्यस कारणले हामी योजनाबद्ध तरिकाले हामी आफ्नो विश्वासको मूल्याङ्कन गरिकन, आफ्नो विश्वासको हिसाब गरेर हामी अगाडि बढिरहेका छौँ भनेदेखि हामीले आफूसित भएका सबै कुराहरू त्याग्न सक्छौँ र येशूको चेला बन्न सक्छौँ। क्रुसलाई निरन्तर रूपमा हामी अगाडि बोकेर चाहिँ अगाडि हिँड्न सक्छौँ। र यसकारण यहाँनिर येशू ख्रीष्टले भन्नुभयो, यदि हामीले आफूसित भएका सबै कुराहरू त्याग्दैनौँ भने त्यो मेरो चेला हुन सक्दैन। येशू ख्रीष्टले त्यही भन्नुहुन्छ। त्यस कारणले गर्दाखेरि आफूसँग भएका सबै कुराहरू त्याग्ने कुराहरू हामी यहाँनिर देख्दछौँ। साँचो चेलापनको मूल्य यही हो, आफूसँग भएका सबै कुराहरूलाई त्यागिदिन्छौँ, आफूसँग भएका सबै कुराहरू त्यागिदिन्छौँ। र साँचो चेलापनको मूल्य सबै सम्बन्धहरू र सबै भौतिक थोकहरू र आफ्ना व्यक्तिगत योजनाहरू, आफ्ना व्यक्तिगत रुचि, आफ्ना अनि परिवार र आफैसँग भएका सबै थोकहरू चाहिँ उसले चाहिँ त्याग्छ। अथवा यो सबै कुराहरू किन चाहिँ यो सबै कुराहरू त्याग्नु पर्छ, अथवा यो भनाइको अर्थ चाहिँ के हो, त्याग्नु पर्छ भनाइको अर्थ चाहिँ हामी यहाँनिर के बुझ्नुपर्छ हामीले भन्दाखेरि, हामीसँग भएका सबै कुराहरूलाई चाहिँ त्याग्नु पर्छ भन्दै गर्दाखेरि हामीले यसलाई चाहिँ कसरी बुझ्न सक्छौँ कि साँच्चै नै हामीसँग भएका परिवार, हामीसँग भएका भौतिक थोकहरू, हाम्रो परिवार, आफन्त, आफ्नो व्यक्तिगत इच्छा, चाहना, रुचिहरू के साँच्चै नै त्यागेर हिँड्नुपर्ने हो? यो वचन अनुसार त्यही भनेको हो त
हामीले यसलाई चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि यो वचन अनुसार चाहिँ यसको अर्थ चाहिँ हामी के पाउँदछौँ भने यसको अर्थ चाहिँ तर हामीसँग भएका सबै थोकहरू, हामीसँग भएका सबै थोकहरू र हाम्रो व्यक्तिगत इच्छा चाहना रुचिहरू र सबै कुराहरू चाहिँ सबै थोक चाहिँ ख्रीष्टको सेवा र उहाँको निर्देशनको अधीनमा राख्नुपर्छ। उहाँको सेवा र उहाँको निर्देशनको अधीनमा चाहिँ हामीले राख्नुपर्छ। यसो ख्रीष्टलाई भन्दा पनि हामीले आफूसँग भएका थोकहरूलाई सबै थोकहरूलाई पहिलो प्राथमिकता दिने होइन कि यसुलाई हाम्रो अधीनमा राख्ने होइन कि हामीसँग भएका थोकहरू यसुको सेवाको लागि र उहाँको निर्देशनको अधीनमा चाहिँ हामीले राख्नुपर्छ भन्न खोजेको चाहिँ यो हो। यो वचनको यो लाइनको अथवा यो 33 पदको अर्थ चाहिँ यो हो। हामीसँग भएका सबै थोकहरूलाई हामीले यसुको निर्देशनको अधीनमा र यसुको सेवाको चाहिँ अधीनमा चाहिँ हामीले राख्नुपर्छ। र पहिलो हामीसँग भएका सबै थोकहरू भन्दा उच्च चाहिँ हामीसँग भएका सबै थोकहरू भन्दा पनि पहिलो प्राथमिकता चाहिँ हामीले यसुलाई राख्नुपर्छ, परमेश्वरलाई राख्नुपर्छ भनिएको छ। यहाँनिर हामी भन्नु चाहिँ यसुलाई पछ्याउनु चाहिँ महँगो छ, उच्च मूल्यको छ है। त्यस कारणले यसुलाई पछ्याउनु मूल्यवान छ। यसुलाई पछ्याउनुको लागि एउटा अनि यसरी हेर्दाखेरि यसुलाई पछ्याउनु गाह्रो जस्तो हामीलाई लाग्न सक्छ, किनभने यहाँनिर यसुले यसुको पछि आउनेहरूको लागि त्यो भिडलाई यसुले के भन्नुभयो, हामी 26 पदमा हामीले हेरेका थियौँ, यदि चेला बन्छौ भनेदेखि यसु ख्रीष्टले शर्तहरू दिनुभयो त्यहाँनिर। यदि कोही मका आउँछ भने त्यसले आफ्नो आमा बुवा, आफ्नो पारिवारिक सम्बन्धहरू र आफ्नो प्राणलाई पनि तुच्छ ठान्नुपर्छ। र पछि आएर 33 पदमा पनि भन्नुभयो आफूसँग भएका सबै थोकहरू चाहिँ त्यागिदिनुपर्छ। त्यस कारणले यसुको पछि क्रुस बोक्नका लागि आफ्नो क्रुस बोक्न कुरा चाहिँ एउटा महँगो छ, बहुमूल्य छ, उच्च मूल्यको छ। त्यस कारणले यसले चाहिँ तपाईँको प्रतिष्ठा, आराम र सुविधाहरू, सम्बन्धहरू गुमाउन सक्छ। त्यस कारणले यो एकदमै महँगो छ। यसु ख्रीष्टको क्रुस बोक्नु चाहिँ एउटा हामीले मूल्याङ्कनका साथ हिसाब गरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ। आफ्नो विश्वासको हिसाब गर्ने कुरा, यो चाहिँ हाम्रो सम्पत्तिको, धन सम्पत्तिको हिसाब गर्ने कुरा होइन कि हाम्रो विश्वासको हिसाब गर्ने कुराहरू। के साँच्चै नै मेरो जीवनमा म यसुलाई पछ्याउँदै गर्दाखेरि, के साँच्चै मेरो जीवनमा यस्तै दुःख कष्ट यसु ख्रीष्टले जब क्रुस बोक्दै गर्दाखेरि मानिसहरूबाट अवहेलित भएको, घृणा भएको, कष्ट दुःख कष्ट दिएको कुराहरू साँच्चै नै मेरो जीवनमा पनि यसु ख्रीष्टलाई पछ्याउँदै गर्दाखेरि यो प्रकारको दुःख कष्ट आयो भने के मैले सामना गर्न सक्छु कि? यसु ख्रीष्टले जस्तै मानिसहरूलाई क्षमा दिन सक्छु कि? यो कुराहरू चाहिँ हामीले आफ्नो विश्वासलाई चाहिँ हिसाब गर्ने कुराहरू हो। अर्को कुरा चाहिँ जब हामी विश्वासीहरू क्रुस बोकेर हिँड्छौँ, आफ्नो विश्वासलाई हिसाब गर्दै हामी अगाडि बढ्छौँ भनेदेखि अन्तिममा चाहिँ हामी के पाउँदछौँ? परिणाम है। अनि यहाँनिर चाहिँ हामी परिणामात्मक प्रतिबद्धता हामीमा हुनुपर्छ। जब हामी यो सबै कुराहरू क्रुस बोकेर हिँड्दै गर्दाखेरि क्रुस बोक्ने व्यक्ति अथवा निरन्तर रूपमा क्रुस बोकेर हिँड्ने व्यक्ति, चेला कस्तो हुन्छ र केही समय क्रुस बोक्ने, थकाइ लागेपछि क्रुस बिसाएर भाग्ने मानिसको परिणाम चाहिँ कस्तो हुन्छ भन्ने कुराहरू हामी यहाँ देख्न सक्छौँ। परिमाणात्मक प्रतिबद्धता चाहिँ हामी यहाँनिर छौँ। नुनको यहाँनिर अर्को दृष्टान्त, अर्को उदाहरण यहाँनिर दिनुभयो यसु ख्रीष्टले। यसु ख्रीष्टले थुप्रै अनि हरेक शिक्षा दिँदै गर्नुहुँदा हरेक ठाउँमा अथवा विशेष अनि उदाहरणहरू दिएर मानिसहरूलाई सिकाउनु भएको हामी पाउँदछौँ। त्यस कारणले यहाँनिर यसु ख्रीष्टले फेरि अर्को अनि उपमा दिएर चाहिँ यहाँनिर सिकाउनु भयो है। यसु ख्रीष्टको क्रुस बोक्ने चेला अथवा क्रुस बोकेर हिँड्ने व्यक्ति कस्तो हुन्छ, कस्तो हुनुपर्छ, परिणाम चाहिँ कस्तो हुन्छ भन्ने कुराहरू हामी यहाँनिर देख्छौँ। नुन असल हो तर त्यसले चाहिँ अनुनिलो भयो भने के हुन्छ? त्यो चाहिँ एउटा जमिनको निम्ति एउटा फाल्ने, काम नलाग्ने मात्रै हुन्छ। नुनको चाहिँ विशेषता के हुनु पर्यो? नुनिलो हुनु पर्यो। यदि त्यो अनुनिलो भयो भने के हुन्छ? त्यो फाल्ने मात्रै हुन्छ। त्यस कारणले हामी विश्वासीहरू, क्रुस बोक्ने असल विश्वासीहरू, चेलापनमा हुर्केका मानिसहरू, व्यक्तिहरू, इसाईहरू कस्तो हुनु पर्यो? नुन जस्तै
नुनिलो हुनु पर्यो, अथवा नुनको विशेषता नुनिलो हो, अथवा विश्वासीहरूको विशेषता पनि के हुनु पर्यो, त्यही अनुसारको हुने हो। जस्तै नुन जस्तै हामी नुनिलो हुनु पर्यो, अथवा आफ्नो विशेषता चाहिँ गुमाउनु भएन। अर्थात् जस्तै हामीले बताउनु खोज्नुभयो के हुन्छ, नुनिलो हो, नुनिलो भयो भने के हुन्छ, सत्य र स्वादका साथ। सत्य नुन चाहिँ यो चाहिँ नुन हो भन्ने कुराहरू हामी सत्य साबित गर्छौँ र स्वाद पाउँछौँ हामीले नुनबाट। यदि हामी विश्वासी, विशेषता भएको विश्वासी अथवा नुन जस्तै नुनिलो भएको विश्वासी चाहिँ कस्तो हुन्छ, अब संसारलाई चाहिँ संरक्षण गर्ने गर्छ। संसारका मानिसहरूलाई यीशु ख्रीष्टको वचन सुनाउने व्यक्तिहरू बन्छ हामी। संसारलाई चाहिँ संरक्षण गर्ने, मानिसहरूलाई यीशु ख्रीष्टसँगको सम्बन्धलाई चाहिँ जोड्ने व्यक्तिहरू बन्छ हामी। जब हामी क्रुस बोकेर हिँड्छौँ र क्रुसलाई बोकेर हिँडेका मानिसहरू चाहिँ त्यो हो स्वाद भएको अथवा नुनिलोपन, नुन, काम लाग्ने नुन जस्तै हामी संसारका मानिसहरूलाई संरक्षण गर्ने काम, संसारका मानिसहरूलाई यीशु ख्रीष्टसँग जोड्ने काम गर्छ। अनि काम नलाग्ने नुन चाहिँ के हुन्छ, मानिसहरूलाई मिल्काइदिने, मानिसहरूले चाहिँ त्यसलाई चाहिँ मिल्काइदिन्छ अथवा फालिदिन्छन्, खेर जान्छन् हो। त्यो चाहिँ कस्तो हो भने स्वाद नभएको नुन चाहिँ हामी केसँग तुलना गर्न सक्छौँ, क्रुस बोकेर हिँड्यो, सुरुमा क्रुस बोकेर हिँड्ने, अनि त्यसपछि केही दुःख आउँछ, केही चुनौती आउँछ, आफूमाथि केही अभाव आउँछ, अनि त्यसपछि आफ्नो क्रुस चाहिँ थाती राखेर जान्छ, आफ्नो विश्वासबाट चाहिँ पछि हट्छ। त्यो चाहिँ केही कामको लाग्दैन, त्यो केही कामको लाग्दैन। न ऊ मुक्तिको मार्गसम्म हिँड्न सक्छौँ, पुग्न सक्छौँ, न उसले मानिसहरूलाई संरक्षण गर्न सक्छौँ, र उसले चाहिँ न मानिसहरूलाई एउटा के गर्छौँ, यीशु ख्रीष्टको वचन, यीशु ख्रीष्टको सुसमाचार नै सुनाउन सक्छौँ। त्यो अनुनिलो स्वाद गुमाएको नुन जस्तै हो। त्यो चाहिँ एउटा फाल्ने काम मात्रै हुन्छ, जसले चाहिँ सम्झौता गरिएको विश्वासी, संसारसँग सम्झौता गरिएको विश्वासी हो त्यो। अथवा चाहिँ आधा मनको, यता संसार पनि ठिक्क, यता विश्वासी जीवन पनि ठिक्क, अथवा जो चाहिँ दो मनको, आधा मन भएको विश्वासीको रूपमा चाहिँ हामी लिन सक्छौँ। यसरी चाहिँ हामीले बुझ्न सक्छौँ। र यसले चाहिँ के गर्छ भने सुसमाचार, यस्ता प्रकारको स्वाद नभएको, क्रुस नबोकेको मानिस, विश्वासीहरू, चेलाहरूले चाहिँ के गर्छ भन्दाखेरि सुसमाचारलाई चाहिँ लज्जित बनाउँछ, सुसमाचारको गवाही चाहिँ बिगार्छ हो। त्यस कारणले आज हामी यीशु ख्रीष्टका चेलाहरू हौँ। यीशु ख्रीष्टको चेलाहरू हामीले चाहिँ क्रुसलाई बोक्नुपर्छ, अथवा क्रुस बोक्ने कुरामा चाहिँ हामी अनि केही प्रतिबद्धताहरू हामीमा हुनुपर्छ। म चाहिँ यीशु ख्रीष्टको चेला हुँ, म यीशु ख्रीष्टको क्रुसलाई चाहिँ, आफ्नो क्रुसलाई चाहिँ आफै बोकेर हिँड्छु। र अर्को कुरो चाहिँ हामी के भन्छौँ, आफ्नो क्रुस बोक्दै गर्दा म आफ्नो विश्वासी जीवनलाई, विश्वासलाई म जाँच्न सक्छु। मैले चाहिँ कतिसम्म चाहिँ म आफ्नो विश्वासको हिसाब गर्न सक्छु, मूल्याङ्कन गर्न सक्छु, र म निरन्तर रूपमा यीशु ख्रीष्टको क्रुसलाई बोकेर अगाडि हिँड्न सक्छु। र मेरो परिणाम जब हामी क्रुस बोकेर हिँड्छौँ भनेदेखि हामी स्वाद भएको नुन जस्तै हुन्छौँ, र संसारलाई, संसारका मानिसहरूलाई संरक्षण गर्न सक्छौँ, र यीशु ख्रीष्टमा संरक्षण गर्न सक्छौँ, यीशु ख्रीष्टमा चाहिँ बचाउन सक्छौँ। त्यस कारणले हामी साँचो चेलाहरूले चाहिँ के गर्छौँ, साँचो चेलाहरूले संसारका सबै शक्तिहरू अथवा संसारका सबै थोकहरूलाई त्यागेर आफ्नो क्रुस बोकेर चाहिँ हिँड्छौँ। यसरी चाहिँ हामी देख्न सक्छौँ। आज हामी साँचो चेलाहरू हौँ, यीशु ख्रीष्टका साँचो चेलाहरू हौँ। यो इसाई अथवा यो भन्ने कुरा अथवा इसाई भन्ने शब्द, यो इसाई शब्दलाई अथवा इसाई जुन शब्दलाई मानिसहरूले एउटा हल्का रूपमा लिइरहेका छौँ। अनि पछिल्लो समय इसाई विश्वासीहरू भनेर गरिन्छ। यी सबै विश्वासीहरू, यी सबै हामी विश्वासीहरू नै चेलाहरू हौँ। त्यस कारणले गर्दाखेरि हामी सबैजना स्वाद नभएको नुन जस्तो होइन, हामी स्वाद भएको नुन जसको विशेषता भएका चेलाहरू चाहिँ हामी बन्न सकौँ।